जो चाहिँ नि राप्रपाले पछि पस्ताउँछ, राप्रपाले पस्ताउँछ। त्यस कारण चाहिँ राप्रपाले पार्टी सभा खोल्ने सभापति बनाएको हुन्छ पार्टीको ठेकुर पाउँछ चलाउँछ ठेकुर पाउँछ। त्यस कारण चाहिँ राजनीति गर्दैछ भने पार्टी खोलेर चाहिँ नि राजनीति गर्ने भइहाल्यो। त्यो पार्टीको लागि पनि दुःख पाउँछ बिचराहरूले, राप्रपाले दुःख पाए हुन्छ अब। त्यस कारण चाहिँ नि यो राजा संविधान राजा बन्नेवाला हेर्नु यो बाई नेचर बाई टेम्परामेन्ट कुनै पनि राजा संविधान बन्नेवाला छैन। त्यस कारण हामी पार्टी भन्दा हुँदा मैले सबै कुरा गर्दाखेरि मलाई थुन दिहाल्ने महाले अदालतले वास्तवमा अदालतको चाहिँ वास्तवमा नेपालमा अझै पनि अदालत चाहिँ नि एउटा सक्षम अदालत छ, हिम्मत गरेर अदालत त्यसले गर्दा छुटेको हो। त्यस कारण चाहिँ नि यसले चाहिँ नि यो कुनै पनि हालतमा समय राजा बन्ने सरकार छैन, बन्नेवाला पनि छैन। त्यस कारण हाम्रो पार्टीले चाहिँ नि एकजुट भएर यो जो यत्रो लडाइँ लड्न ल्याएको गणतन्त्र छ यसलाई चाहिँ अझ बढी चाहिँ यसमा भएका कमी कमजोरीहरूलाई हटाएर अझ यसलाई बढी सशक्त बनाएर जनताका प्रति पुरा जनविश्वास जगाएर जनताका प्रति उत्तरदायी भएर जनतामा सेवा गर्ने काममा लागोस्। त्यसै कारण यो हाम्रो चाहिँ प्रशिक्षण टेबल कामको प्रशिक्षण